हेलो एन्ड नमस्ते एभ्रिवान वेलकम टु केमिफाई नेपाल। आज चाहिँ हामी यस भिडियोमा ग्रेड 11 को फिजिकल केमिस्ट्रीबाट फोर्थ च्याप्टर रहेको छ क्लासिफिकेसन अफ एलिमेन्ट्स एन्ड पेरियोडिक टेबल, त्योसँग रिलेटेड केही कुराहरूलाई डिस्कस गर्छौँ। सो विदाउट एनी डिले लेट्स गेट स्टार्टेड। हाम्रो मोडर्न पेरियोडिक टेबल कस्तो हुन्छ त भनेर हेरौँ। हाम्रो मोडर्न पेरियोडिक टेबल यस्तो आकारको देखिन्छ। यसलाई हामी एस ब्लक एलिमेन्ट्स भन्छौँ, बिचकोलाई डी ब्लक, छेउकोलाई पी ब्लक र यो मेन टेबलबाट छुटिएर बसेकोलाई हामी के भन्छौँ, एफ ब्लक भन्छौँ। यसरी बसेको हुन्छ मोडर्न पेरियोडिक टेबल। यहाँभित्र एलिमेन्ट्सहरू एरेन्ज भएका हुन्छन्। एरेन्ज कसरी भएका हुन्छन् त भन्दाखेरि भर्टिकल कल्युममा एरेन्ज भएर बसेका हुन्छन्। यसरी भर्टिकल कल्युमलाई हामीले ग्रुप्स भन्छौँ र हाम्रो मोडर्न पेरियोडिक टेबलमा ग्रुप्स भनेको 18 वटा छ, 18 ग्रुप्स। अर्को हुन्छ होरिजेन्टल रोमा मिलेर बसेको हुन्छ, होरिजेन्टल रोलाई हामीले पिरियड्स भन्छौँ र पिरियड्स हाम्रो 7 वटा हुन्छ। यस्तो खालको हुन्छ। भर्टिकल कलम ग्रुप्स 18 वटा हुन्छ। भर्टिकल कलम भन्ने बित्तिकै टप टु बटम हुने भयो, टप टु बटम। होरिजेन्टल रो भन्ने बित्तिकै पिरियड छ, सो 7 वटा छ, द्याट इज लेफ्ट टु राइट। यो हाम्रो के भयो, ग्रुप भयो भने यो हाम्रो के भयो, पिरियड भयो हो। अब आजको इम्पोर्टेन्ट एउटा टपिक छ, द्याट इज इफेक्टिभ न्युक्लियर चार्ज। त्यो हेरौँ के हो त भनेर। न्युक्लियर चार्ज भनेको के हो त भनेर बुझ्नको लागि सुरुमा हामीले न्युक्लियर चार्ज भनेको के हो बुझ्नुपर्छ। सो लेट्स सी व्हाट इज न्युक्लियर चार्ज। हाम्रो कुनै पनि एटमको न्युक्लियसमा के हुन्छ त भन्दाखेरि न्युट्रोन र प्रोटोन हुन्छ। न्युट्रोनको चार्ज के हुन्छ, चार्जलेस हुन्छ। न्युट्रोन के हुन्छ, चार्जलेस। भने प्रोटोनको चार्ज के हुन्छ त, पोजिटिभ चार्ज। पोजिटिभ चार्ज भनेपछि न्युक्लियसभित्र न्युट्रोन र प्रोटोन हुन्छ। न्युट्रोनको चार्ज नै हुँदैन, प्रोटोनको पोजिटिभ चार्ज हुन्छ। यसको मतलब के हो त, न्युक्लियसमा जति पनि चार्ज छ त्यो कसले गर्दा रहेछ, प्रोटोनले गर्दा रहेछ। सो प्रोटोनले आएको पोजिटिभ चार्जले गर्दाखेरि न्युक्लियसमा जुन चार्ज आउँछ त्यसलाई हामी के भन्छौँ, न्युक्लियर चार्ज भन्छौँ। के भन्छौँ त, न्युक्लियर चार्ज भयो। अब इफेक्टिभ न्युक्लियर चार्ज भनेको के हो त भनेको त यो, त्यो बुझ्नको लागि फेरि अर्को एउटा टर्म छ बुझ्नुपर्ने, त्यो हो सिल्डिङ इफेक्ट। सिल्डिङ इफेक्ट भनेको के हो त भनेर एउटा इलेक्ट्रोनिक कन्फिगुरेसनबाट हेरौँ। यहाँ न्युक्लियस भयो, यो भित्रको सेललाई हामीले इनरमोस्ट सेल भन्यौँ, इनरमोस्ट सेल। बाहिरको सेललाई हामी के भन्छौँ त, भ्यालेन्स सेल। भ्यालेन्स सेल भन्छौँ। अब
भित्र जुन न्युक्लियस छ त्यो न्युक्लियसले आफूभन्दा बाहिर भएको जति पनि इलेक्ट्रोन्सहरू छ त्यो सबै इलेक्ट्रोन्सलाई आफूतिर अट्र्याक्ट गर्छ। न्युक्लियसले के गर्छ त सबै इलेक्ट्रोन्सहरूलाई आफूतिर अट्र्याक्ट गर्ने भयो। यो इनर्मस सेल त न्युक्लियसको नजिकै छ, सो इजिली अट्र्याक्ट हुने भयो, धेरै अट्र्याक्ट हुने भयो। तर भ्यालेन्स सेल त बाहिर छ नि त, सो लेस अट्र्याक्ट हुने भयो, टाढा पनि छ न्युक्लियसबाट। अर्को यहाँ के हुन्छ त भन्दाखेरि बाहिरको इलेक्ट्रोन जुन भ्यालेन्स सेलको इलेक्ट्रोन छ त्यो भ्यालेन्स सेलको इलेक्ट्रोनले अट्र्याक्सन फिल गर्ने बेलामा उसले रिपल्सन पनि फिल गर्नुपर्छ, किनभने ऊभन्दा भित्र त अरू पनि त सेल छन् नि त, त्यो अरू सेलमा के छ इलेक्ट्रोन छ, हो त्यो भित्र भएका इलेक्ट्रोन्सहरूले बाहिर भएको सेललाई के बाहिर सेलमा भएको इलेक्ट्रोनलाई के गर्दो रहेछ रिपल्सन गर्यो, रिपल्स गर्यो। न्युक्लियसले त अट्र्याक्ट गरिरहेछ, सँगसँगै बाहिरको इलेक्ट्रोनहरू के पनि भइरहेछन् रिपल्सन पनि फेस गरिरहेछन् भित्रको इलेक्ट्रोनले गर्दाखेरि हो। भनेपछि यो बाहिरको भ्यालेन्स सेलको भित्र त दुईटा लेयर छ नि त, दुईटा लेयरले प्रोटेक्ट गरेको न्युक्लियसलाई त, भनेपछि बाहिरको सेल इजिली भित्रको न्युक्लियससँग अट्र्याक्ट हुन सकिरहेको छैन, हो यो जुन भित्रको दुईटा सेलले बाहिरको सेललाई प्रपरली न्युक्लियसबाट अट्र्याक्ट हुन दिइरहेको छैन, त्यसलाई के भनिन्छ त सिल्डिङ इफेक्ट भनिन्छ। के भनिन्छ सिल्डिङ इफेक्ट हो। यही सिल्डिङ इफेक्टले गर्दाखेरि जुन यो बाहिरको यो भ्यालेन्स इलेक्ट्रोन छ, भ्यालेन्स इलेक्ट्रोन इलेक्ट्रोनले त कम्प्लिटली न्युक्लियसबाट अट्र्याक्सन फिल गर्न सकेन, अट्र्याक्सन फिल त गरिरहेछ, सँगसँगै रिपल्सन पनि फिल गरिरहेछ। भनेपछि भ्यालेन्स इलेक्ट्रोनले एक्चुअली फिल गर्ने चार्जलाई हामी के भन्छौँ त इफेक्टिभ न्युक्लियर चार्ज। भनेपछि के रहेछ इफेक्टिभ न्युक्लियर चार्ज, भ्यालेन्स सेलको इलेक्ट्रोनले न्युक्लियसबाट एक्चुअली फिल गर्ने अट्र्याक्सनलाई के भनिन्छ इफेक्टिभ न्युक्लियर चार्ज। किन एक्चुअली फिल गर्ने भनेको भन्दाखेरि त्यहाँ के पनि हुन्छ अरे त रिपल्सन, जसलाई हामी सिल्डिङ इफेक्ट भन्छौँ र यो सिल्डिङ इफेक्ट हामीले सिल्डिङ कन्स्ट्यान्टमा मेजर गरेर हुन्छौँ। द्याट इज वाइ इफेक्टिभ न्युक्लियर चार्ज ZeFF is equals to nuclear charge which is represented by Z minus shielding constant. यहाँबाट हाम्रो के आउँछ त इफेक्टिभ न्युक्लियर चार्ज आउँछ।